हेलो एभ्रिवान, इट्स मी निखिल ठाकुर र आज हाम्रो यो थर्ड भिडियो रहेछ। सो आज हामीले यो आफ्नो थर्ड भिडियोमा हामीले के जान्छौँ भन्दाखेरि आफ्नो डरमाथि विजय कसरी पाउने, हामीले आफ्नो डरलाई कसरी हराउन सक्छौँ, साथसाथै के कस्ता हाम्रा नराम्रा ह्याबिटहरू छ जसलाई हामीले हटाएर आफ्नो पर्सनल लाइफ डेभलपमेन्ट गर्न सक्छौँ, पहिलाको भन्दा हामीले इम्प्रुभ गर्न सक्छौँ। सो हामीले स्टार्ट गरौँ। सो द फर्स्ट पोइन्ट इज हामीले आफ्नो डरमाथि विजय कसरी पाऊँ। सो बेसिकली हामीले यो कुरा बुझ्नुपर्छ पहिला, जस्तो हामीले सोच्ने गर्छौँ त्यस्तै हाम्रो बडीले रियाक्ट गर्ने काम गर्छ। नर्मली मैले तपाईलाई एउटा इक्जाम्पल दिँदाखेरि जब तपाईले पोर्न भिडियो हेर्नुहुन्छ, सेक्सुअली एडिक्टेड कन्टेन्टहरू हेर्नुहुन्छ, त्यो हेर्ने बित्तिकै त्यो तपाईको माइन्डमा एउटा थट बस्छ, एउटा थिङ्किङ बन्छ र तपाईको बडीले विदाउट एनी फिजिकल टच हाम्रो बडीले आफै रियाक्ट गर्न थाल्छ। हाम्रो सेक्सुअली पार्टहरू भनौँ न उत्तेजित हुन थाल्छ। यो किन भएको, जबकि यस्तो हुनुपर्ने भनेको फिजिकलबाट मात्र होला। सो यस्तै हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो थट, हाम्रो थिङ्किङले पनि हाम्रो लाइफमा एकदमै ठुलो रोल प्ले गर्दो रहेछ। त्यस्तै नै जस्तो हामीले सोच्ने गर्दछौँ त्यस्तै हाम्रो विचारहरू पनि हुने गर्दछ र त्यही अनुसारले हाम्रो बडीले पनि रियाक्ट गर्दो रहेछ। सो तपाईले आफ्नो मनमा अथवा तपाईले आफूलाई एउटा डराउने मान्छे, कमजोर मान्छेको इमेज तपाईले आफ्नो माइन्डमा बनाउनु भएको छ भने त्यही स्वरूप तपाईको बडीले बिना कुनै कारणको जुन अवस्थामा कम डराउनु पर्ने अथवा डराउनु नपर्ने हो त्यस्तो अवस्थामा पनि डराउन थाल्छ। सानो सानो कुराले गर्दा तपाईलाई डिस्टर्ब पार्न सक्छ। इट इज बिकज यो थट, यो थिङ्किङ, किनकि तपाईले आफ्नो थट र थिङ्किङमा सधैँ आफ्नो बारेमा विक, कमजोर धारणा राख्नु भएको छ, जसको कारणले गर्दा तपाईले यो प्रतिक्रिया देखेको हो। सो यसलाई सल्भ गर्नको लागि हामीले सबैभन्दा पहिला त आफ्नो बारेमा कुनै पनि नेगेटिभ, नकारात्मक कुराहरू कहिल्यै पनि बोल्नु नै हुन्न। आफ्नो बारेमा सधैँ राम्रो राम्रो कुरा भन्नुस्, सुत्नु अघि र बिहान उठेपछि आफ्नो बारेमा राम्रो राम्रो कुरा भन्नुस्। नर्मली म राम्रो हो, मलाई थाहा छ कि दुनिया हरामी मान्छे हो, तर म कमजोर होइन, म तिनीहरूसँग डटेर तिनीहरूको मुकाबला गर्न सक्छु, म कमजोर होइन, म बलियो हो र म सधैँ अलिअलि गरेर बलियो बन्दैछु, म कसैसँग डराउँदैन, मैले केही गल्त गरेको छैन, मैले सही कुरा गरेको छु र मैले आफ्नो कुरामा अडिग हुनुपर्छ। यस्ता पोजिटिभ कुराहरू तपाईले आफ्नो मनलाई बिलिभ गराउनु पर्छ, जसको कारणले गर्दा तपाईमा सेल्फ कन्फिडेन्स बिल्डअप हुन्छ र तपाईँ एउटा मनमा विक धारणा भएको पर्सनबाट एउटा कन्फिडेन्स र स्ट्रङ मान्छे बन्नुहुन्छ। त्यस्तै अर्को पोइन्ट के थियो रे? सो केही छैन, अर्को पोइन्ट मलाई याद भएन, तर पनि मैले यो भनिया हो। इफ तपाईलाई लाग्छ कि होइन म कमजोर हो, त्यसलाई सुधार्नको लागि तपाईँ एउटा डिसिप्लिन फलो गर्नुहोस्, आफूलाई इम्प्रुभ गर्नको लागि के कसो गर्न सकिन्छ त्यो फलो गर्नुहोस्,
पर्सनली भन्दाखेरि एक्सर्साइज गर्न सुरु गर्नुहोस्, किनकि कहिलेकाहीँ फाइट पर्दा पनि सबैभन्दा पहिला भिजिबल हुने भनेको फिजिकल स्ट्रेन्थ हो, अनि बल्ल तपाईँको मेन्टल स्ट्रेन्थको कुरा आउँछ। तर कुनै पनि फाइट सुरु हुँदा पहिला तपाईँको फिजिकल स्ट्रेन्थ हेर्ने गरिन्छ मान्छेहरूले। इफ तपाईँ बलियो हुनुहुन्छ, मोटो हुनुहुन्छ, मोटो भन्दा पनि मस्कुलर हुनुहुन्छ, तपाईँ पातलो हुनुहुन्न, तपाईँ एकदमै बडी बिल्डर जस्तो एकदम फिट हुनुहुन्छ, त्यही क्रममा अरू मान्छेले हेर्ने बित्तिकै एटलिस्ट तिनीहरूले नडराए पनि तिनीहरूको मनमा एउटा थट बट्छ कि होइन, यो मान्छे कमजोर होइन, बलियो नभए पनि त कमजोर होइन। तर त्यसकै विपरीत तपाईँले मेन्टली स्ट्रङ हुनुहुन्छ, तर फिजिकली भनेको कमजोर हेर्ने बित्तिकै अरू मान्छेले आफ्नो मनमा थट बसाल्छ कि होइन, यो मान्छेलाई हामीले इजिली समात्न सक्छौँ, हराउन सक्छौँ। त्यही भएर मेन्टलीको साथसाथै हामीले फिजिकली पनि एकदमै स्ट्रङ हुनुपर्छ। फिजिकली स्ट्रङ हुनको लागि तपाईँले एक्सर्साइज गर्न सक्नुहुन्छ। त्यसको साथसाथै अलि राम्रो डाइट प्लान बनाउनुहोस्। मलाई थाहा छ अलि यताउता हेर्दाखेरि डाइट प्लान महँगो पर्छ, तर के गर्ने, केही न केही त केही पाउनको लागि त केही इन्भेस्ट गर्नै पर्ने हुन्छ। मलाई थाहा छ कि एज ए मिडल क्लास हुँदाखेरि, हाम्रो गरिब परिवार हुँदाखेरि एकदमै हामीलाई गाह्रो पर्छ यो वर्कआउट गर्नलाई र आफ्नो डाइट पुर्याउनलाई। तर मेरो विश्वास गर्नुहोस्, म पनि तपाईँ जस्तै एउटा मिडल क्लासबाट छु, र मैले भने झै मेरो पनि डाइट प्लान एकदमै कमजोर छ। प्लसमा पैसाको खाँचोले गर्दा मैले जिम पनि जोइन गरिरहेन। तर जिम जोइन गर्नु नै सबै कुरा छैन के, हामीले पर्सनली होम वर्कआउट गरेर पनि हामीले स्ट्रङ बन्न सक्छौँ। र नर्मल डाइटभन्दा अब तपाईँले जति पुर्याउन सक्नुहुन्छ त्यति पुर्याउनु। तपाईँले मैले भने होइन कि तपाईँले क्रिएटिन प्रोटिनको डब्बा खाउनुहोस्, सधैँ अन्डा मासु खाउनु होइन, त्यस्तो पनि भने होइन। तपाईँले जतिसम्म आफ्नो डाइट प्लान सुधार्न सक्नुहुन्छ त्यतिसम्म आफू गर्नुहोस्। र जिम जोइन गर्नु कुनै आवश्यकता छैन जबसम्म तपाईँ फाइनेन्सियली एकदमै स्ट्रङ हुनुहुन्न, तबसम्म जिम जोइन गर्नु कुनै आवश्यकता छैन। तपाईँले होम वर्कआउट गरेर नै एउटा राम्रो फिजिक्स र बलियो बन्न सक्नुहुन्छ। सो द्याट्स अल फर टुडे। र यही भन्छु कि लास्टमा मैले आज के कुरा सिकेँ भन्दाखेरि, एउटा मैले रिल्स हेर्दै जाँदाखेरि त्यसमा अलि हिन्दीमा थियो, म हिन्दीमा भन्छु क्या। त्यसमा के लेखेको थियो भने, पुरुष अगर गाल पर थप्पड़ मारे तो उसे हिंसा कहते हैं, लेकिन अगर वही थप्पड़ गाल पे मारे तो उसे प्यार कहते हैं। वाह रे माधव चोद दुनिया। द्याट्स अल, आजको लागि यति नै।